हामी छोरी मान्छेलाई कति धेरै गाह्रो छ है। छोरी मान्छे भएर बाँच्न कहाँ सजिलो छ र। सानैदेखि सम्झौता सिकाइन्छ, ठुलो भएपछि जिम्मेवारीको भार थपिन्छ, आफ्नो सपनाहरू पनि धेरै पटक मनमै राखिन्छ, अरूको खुसीको लागि आफूलाई बिर्सिनुपर्छ। तर पनि छोरी मान्छे चाहिँ कमजोर हुनु हुँदैन है। लडेको ढुङ्गाले त ठाउँ पाउँछ भने हामी त एउटा छोरी मान्छे हो। एउटा छोरी मान्छे भएपछि आफै लडेर आफै उठ्नुपर्छ। यहाँ हातमा हात अनि साथमा साथ दिएर उठाउने कोही पनि हुँदैन। एउटा छोरी मान्छे भएपछि सहनु सक्नुपर्छ, सुन्नु सक्नुपर्छ, किनकि छोरी हुनु भनेको सिर्फ सहनु मात्र होइन, सहनशीलता मात्र होइन। आँट, हिम्मत अनि हैसियत बनाएर चाहिँ अगाडि बढ्नेलाई छोरी मान्छे भनिन्छ। बलियो भएर बाँच्नुपर्छ। यो समाजले त त्यसै पनि राम्रो काम गर्नेलाई कहिले पनि बाँच्न दिँदैन, तर हाँसेर बाँचेर देखाउनुपर्छ। कतिपय दिदीबहिनीहरूले त आफूलाई भित्रभित्र मार्नु भएको होला।